धरान बास्केटबल संघको आयोजनामा धरान बास्केटबल संघको आयोजना कोशी प्रदेश सरकार खेलकुद विकास बोर्डको संयोजन तथा धरान उपमहानगरपालिका र सुनसरी बास्केटबल संघको सहयोगमा कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता 2082 आजदेखि सुरु हुन गइरहेको छ। म आजको यस उद्घाटन कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन गइरहेको छु र औपचारिक रूपमा अगाडि बढाउने क्रममा आजको कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरिदिनुको लागि सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आजको कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि कोशी प्रदेश सरकार खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण प्रसाद परशुरामज्यूलाई म प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रा स्वयंसेवक बहिनीहरूलाई खदा लगाएर उहाँलाई स्वागत गरिदिन अनुरोध गर्दछु। खदा र रुद्राक्षको माला लगाएर उहाँलाई स्वागत सम्मान गरिदिनु म हार्दिक अनुरोध गर्दछु।
यस प्रतियोगितामा सुनसरी बास्केटबल टिम, झापा बास्केटबल टिम, मोरङ बास्केटबल टिम, उदयपुर बास्केटबल टिम, भोजपुर बास्केटबल टिम, धनकुटा बास्केटबल टिम, कोसलढुङ्गा बास्केटबल टिम र इलाम बास्केटबल टिम गरी 8वटा जिल्लाको प्रतिनिधित्व गरेको म यहाँलाई जानकारी गराउँदछु। धरान बास्केटबल सङ्घको आयोजना, कृषि प्रदेश खेलकुद विकास बोर्डको संयोजन तथा धरान उपमहानगरपालिका र सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोगमा यो प्रतियोगिता सम्पन्न भइरहेको छ। आजदेखि सुरु भएको प्रतियोगिता यही असार 8 गतेसम्म सम्पन्न हुने म यहाँलाई जानकारी गराउँदछु। भर्खर हामीमा राष्ट्रिय स्वतन्त्र पार्टीका धरान उपमहानगर कमिटी अध्यक्ष सुमन श्रेष्ठजी उपस्थित रहेको छ। उहाँलाई पनि म अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी म यहाँ उपस्थित विद्यार्थी तथा खेलाडी भाइ बहिनीहरूलाई जानकारी गराउँदछु। हामीलाई स्टोन जाबाले यो यस स्कुलका व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर राई, प्रिन्सिपल सर र यसै वडाका वडा पिता प्रवीण राई, वडा अध्यक्ष विवेक राई, खेलकुदकै अभिभावक आदरणीय दाई किशोर राई, रामदलका प्रमुख एवं प्रतिनिधिज्यूहरू, प्रदेश खेलकुद विकास बोर्डका कार्यालय प्रमुख र मञ्चमा आसीन विभिन्न क्षेत्रबाट पाल्नुहुने अतिथिज्यूहरू, खेलाडी साथीहरूबाट प्रदेश खेलकुद विकास बोर्डको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। जय बास्केटबल भन्न चाहन्छु। खेल गति नै खेलाडीको प्रगति हो भन्ने मूल उद्देश्य बोकेर कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेशको खेलकुदलाई व्यवस्थित रूपमा अगाडि बढाइरहेको सन्दर्भमा हामीले आज यो सुन्दर नगरी धरानमा कोशी प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता गरिरहेका छौँ। हामीले गतिको माध्यमबाट खेलको प्रगति गर्न चाहिरहेका छौँ र कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलाडीहरूले बाँच्न सक्ने आधार निर्माण गर्नका लागि असल नीति निर्माण गर्ने कुरामा महत्त्वपूर्ण अभिभावकीय भूमिका खेलिरहेको छ र संसारमा जित्न सक्ने खेलाडी उत्पादन गर्नका लागि, खेलेर बाँच्न सक्ने आधार बनाउनका लागि र खेलाडीहरूलाई गौरवका रूपमा स्थापित गर्नका लागि हामीले त्यो खालको नियम कानुनहरू निर्माण गर्ने कुरामा अभिभावकत्व ग्रहण गरिरहेका छौँ र हामीले समाजलाई अनुशासित बनाउनका लागि, स्वच्छ बनाउनका लागि क्लबदेखि कम्युनिटीसम्म खेलकुदलाई पुर्याउने र विद्यालयदेखि विश्वविद्यालयसम्म खेलकुदका गतिलाई अगाडि बढाउने त्यो उद्देश्य हामीले बोकेका छौँ र कोशी प्रदेश सरकारले खेलकुदलाई असाध्यै महत्त्व दिएर कोशी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा मोरङको गोडगाउँमा कोशी प्रदेश खेलकुद ग्राम बनाउने नीति कार्यक्रम र बजेटमा समेत समेटिसकेको हुनाले कोशी प्रदेशले खेलकुदलाई महत्त्व दिएको छ। त्यसै गरी केन्द्रीय सरकारले पनि भर्खरै बजेट सार्वजनिक गरेको छ र त्यो बजेटमा केन्द्रीय सरकारले पनि खेलकुदलाई महत्त्व दिएर खेलका संरचनाहरू निर्माण गर्नका लागि, खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि, सम्मान गर्नका लागि, खेलकुदको गतिको माध्यमबाट प्रगति गर्नका लागि जुन बजेट विनियोजन गरेको छ केन्द्रीय सरकारले, प्रदेश सरकारले, म केन्द्रीय सरकार र प्रदेश सरकारलाई आभार व्यक्त गर्न चाहन्छु र सबै खेलाडी साथीहरूलाई आग्रह गर्न चाहन्छु। तहका सरकारहरू छन् तर सबैभन्दा बढी लगानी खेलकुदमा निजी क्षेत्रले गरेको छ, खेल प्रेमीहरूले गर्नुभएको छ, खेललाई माया गर्ने खेल क्षेत्रका अगुवाहरूले गर्नुभएको छ। त्यसकारणले सबै यो प्रतियोगिता सम्पन्न गर्नका लागि साथ सहयोग गर्नुहुने सबै निजी क्षेत्रका अभिभावकहरू, खेल क्षेत्रका अभिभावकहरू, प्रशिक्षकहरू, प्राविधिकहरू, अफिसियलहरू सबैलाई म आभार धन्यवाद व्यक्त गर्न चाहन्छु र तपाईँ हामी सबै मिलेर कोशीको खेलकुदलाई व्यवस्थित रूपमा अगाडि बढाउनका लागि जसरी हामीले किशोरलाई आजले दाइसँग सहकार्य गरिरहेका छौँ र हामीले
खेलको प्रगतिका लागि हामी सबै एक ठाउँमा उभिएर कोशीको खेलकुदलाई अगाडि बढाउनका लागि हामीले प्रतिबद्धता जाहेर गरेका छौँ। 10औं खेलकुद स्थगन भएको छ, त्यसले खेलाडीहरूको बिचमा एक खालको निराशा छाएको छ। यो निराशाको बिचमा भर्खरै हामीले 15औं राष्ट्रपति रनिङ सिल सम्पन्न गर्यौँ र 15औं राष्ट्रपति रनिङ सिल हामीले एकदम हतारमा गर्नु पर्यो। हामीसँग समय प्राप्त भएन र दुःखको कुरा सुनसरी जिल्लाबाट प्रतिनिधित्व हुन सकेन। त्यो एउटा दुःखद कुरा हो। थुप्रै सुनसरीका खेललाई माया गर्ने अभिभावकहरू हुनुहुन्छ। हामी अभिभावक हो, कहिलेकाहीँ हामीसँग पर्याप्त बजेट नहुन सक्छ, हामीसँग समय नहुन सक्छ। त्यति बेला नै नेतृत्वको पहिचान हुने हो। सङ्कटको बेला नै नेतृत्वले त्यो सङ्कट मोचन गर्ने हो। त्यस कारणले केही समस्या समयका कारणले सरकारले गर्नुपर्ने निर्णय चाँडो नभएको कारणले भयो होला, तर खेलाडी सहभागी हुने कुरामा, खेलाडीहरूले खेल्न पाउने अधिकारबाट वञ्चित हुने कुरामा जुन 3टा जिल्लाको सहभागिता हुन सकेन, यही सुनसरी जिल्लाको हुन सकेन, त्यसमा प्रदेश सरकार र खेल क्षेत्रका अगुवाहरू दुखी भएको कुरा, खेलाडीहरू दुखी भएको कुरा हामीले महसुस गरेका छौँ। तपाईँहरूले यो प्रदेश स्तरीय बास्केटबल प्रतियोगितामा मलाई प्रमुख अतिथिको रूपमा बोलाउनु भयो र प्रदेशको तर्फबाट केही खेलाडीका पक्षमा भनाइहरू राख्न दिनुभयो। त्यस कारणले म आयोजक साथीहरूलाई धेरै धेरै आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। यो डिपोटी स्कुल ऐतिहासिक स्कुल, यसले ठुलो इतिहास बोकेको छ। यो स्कुलका प्रिन्सिपल, व्यवस्थापन समितिका अध्यक्ष लगायत वन्त आसिन आदरणीय दाई सुभाष दाई लगायत सबै यो क्षेत्रका अगुवाहरूलाई म आभार धन्यवाद व्यक्त गर्दै यो प्रतिस्पर्धा स्वस्थ हुन सकोस्, प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने त्यो मानकलाई स्थापित गर्न सकोस् र यो कोशी प्रदेश स्तरीय बास्केटबल प्रतियोगिताले एउटा खेलको क्षेत्रमा कोशी प्रदेशमा रक्त सञ्चार गर्न सकोस् र सकारात्मक सन्देश प्रदान गर्न सकोस्, यही शुभकामना व्यक्त गर्दै मेरो भनाइ अन्त गर्छु। हर्ष धन्यवाद। जय खेलकुद, जय बास्केटबल।